नमस्ते। यो क्वेसन हेर, यसलाई सल्भ गर्न भनेको छ रौ इक्विभ्यालेन्ट म्याट्रिक्स। यो रुल्सले हामी सल्भ गर्ने क्लास 12 को क्वेसन हो, इम्पोर्टेन्ट क्वेसन हो। यो यस्तै क्वेसन आउँछ, अब जस्तो पनि क्वेसन आउँछ, लेकिन यस्तै क्वेसन हुन्छ एक्जाममा सोध्ने। अब यो क्वेसन सल्भ गर्नको तरिका धेरै नै सिम्पल छ कि धेरै नै सिम्पल स्टेप म भन्छु। यहाँ हेर, पहिला यो क्वेसनमा के दिएको छ, एक्स दिएको छ, अनि योमा वाइ पनि दिएको छ। फर्स्ट इक्वेसनमा जेड पनि दिएको छ। सेकेन्ड इक्वेसनमा हेर, एक्स छ, वाइ छैन, जेड छ। थर्डमा हेर, एक्स पनि छ, वाइ पनि छ, जेड पनि छ, यसको भ्यालु पनि दिएको छ। अनि यसलाई सल्भ गर्ने तरिका जुन फर्मेट हुन्छ नि, यो हो। यो फर्मेटले हामी सल्भ गर्छौँ। पहिला हेर, यो क्वेसन हेर, एक सेकेन्ड। यसलाई हामी यहाँ मतलब लेखिदिएको छु। यो इक्वेसन जुन सिस्टम छ, यसलाई हामी रिटर्न एज गरेको छु। यो पहिला यसलाई मिलाएको छु के। यो क्वेसन जुन छ नि, क्वेसन मिलेको छैन, किनभने एक्स यहाँ छ, यसको भ्यालु यहाँ छ, यहाँ 0 छ, फेरि यहाँ भ्यालु छ। यसलाई मिलाएको छु पहिला। अनि यहाँ हेर, 2x माइनस वाइ प्लस 4z, अनि यो 3 लाई उता लगिदियो भने के भयो, -3। अनि फेरि सेकेन्डमा हेर, एक्स छ, एक्स, अनि यहाँ हेर वाइ छैन भने वाइ हामीलाई मिलाउनु पर्छ, किनभने यो 3/3 म्याट्रिक्स हो भने हामीलाई वाइ पनि चाहियो नि, एक्स वाइ जेड चाहियो नि त। अनि वाइ छैन भने 0 इन्टु वाइ गरिदिए, 0 इन्टु वाइ गरिदिए, ठिक छ। अब योमा हेर, फेरि 4z छ नि, 4z लाई हामी यता गरिदिए, इक्वल टु यहाँ छ नि, इक्वल टु यो साइड ल्याए, अनि -4z, त्यही -4z भइसक्यो। अनि 5 यता आफ्नै ठाउँमा छ, अनि 5। अनि योमा हेर, 6x माइनस वाइ प्लस 2z छ, अनि 10 छ। अब यहाँ हेर, यसलाई जुन छ नि यो इक्वेसन, अनि यसलाई रिटर्न म्याट्रिक्स फर्ममा लेखेँ के। म्याट्रिक्स फर्ममा लेख्नको लागि यो एक्स, यहाँ यो एक्स भइसक्यो सबै, अनि वाइ भइसक्यो -1 0, अनि -1, अनि 4z, यो जेडको भइसक्यो, अनि -4 2, अनि यो यसको भइसक्यो। अब यो क्वेसनलाई हेर, हामीलाई योमा एक्स वाइ जेडको भ्यालु निस्काउनु छ। एक्स वाइ जेडको भ्यालु निस्काउनको लागि यो पार्ट 1 हो कि, यो पार्ट 1 मा खालि यतिकै भन्छु, यो कसरी आफै गर्नु। म पार्ट 2 पनि ल्याइदिन्छु। अनि यहाँ हेर, यसलाई सल्भ गर्नको लागि एक्स वाइ जेडको भ्यालु निस्काउनको लागि हामी यो फर्मेट, यो पहिला 2 छ नि, 2 लाई हामीलाई 1 बनाउनु पर्छ। यो 1 बनिसकेपछि हामी के गर्ने, यहाँदेखि तल, यहाँ सब केही नगर्ने, यहाँ केही भयो हामीलाई मतलब छैन। यो 1 बनिसकेपछि हामी तल आउँछौँ। तलमा के छ, 0, अनि यसलाई 0 बनाउँछु। यो 1 लाई, यो 1 लाई 0 बनाइसकेपछि फेरि तल आउँछु, यसलाई 0, फेरि 6 लाई 0 बनाउँछु। यो 0 बनाइसकेपछि अब यो 1, अनि यसलाई यो 0 छ नि, यसलाई 1 बनाउँछु। यो 1 बनिसकेपछि तल आउँछु, यो 0 बनाउँछु, यो -1 लाई 0 बनाउँछु, अनि फेरि यतातिर आउँछु, अनि 1 छ नि, यसलाई 1 बनाउँछु। यो 1 1 1 मिल्छ, अनि यो 0 बनाउँछु, यसलाई 0, अनि फेरि 0, यसलाई 0, अनि यसलाई 0, अनि यसलाई 0। यति बनाइसकेपछि यो 1 1 भयो, अनि एक्स वाइ जेडको भ्यालु आउँछ। अब यहाँ कन्सेप्ट हेर के छ योमा, यसलाई 1 बनाउने कसरी, यो कुरा योमा बुझ। हामीलाई 1 बनाउनु छ भने मल्टिप्लाई गर्छु, 1 बनाउनु छ भने मल्टिप्लाई गर्छु, अनि 0 बनाउनु छ भने माइनस गर्छु। अब यो 1 बनाउनु छ, यसलाई 2 लाई 1 बनाउनु छ भने मल्टिप्लाई के गर्ने, यो पहिलादेखि नै यो 2 छ नि, यो 2, अनि योमा के मल्टिप्लाई के गर्ने, 1/2, अनि यो क्यान्सल हुन्छ, कट्छ, अनि के बस्छ, 1। यो 1 बनिसक्यो नि, अनि यहीमा यो सबैमा 1/2 मल्टिप्लाई हुन्छ। अनि यो मल्टिप्लाई गर्नको लागि के मल्टिप्लाई गर्ने, हामी योमा यो R1 हो नि, R1 मा मल्टिप्लाई गर्छु 1/2 लिएर, ठिक छ। अनि यसले 0 बनाउनु छ नि, अब 0 बनाउनु छ भने 1 - 1 नगर्ने, यो अब यो पहिला 1 बन्छ नि, यो 1, यो 1 बनिसक्छ नि, यो 1, अनि यसलाई 0 बनाउँछु, यो 1 मा यो माइनस गर्छु। यो R2 हो नि, R2 - R1 गर्छु, यो 1 मा यो -1 हुन्छ भने यो 0 भइहाल्छ। मानौँ कि यो 6 हो, यो 6 भएपछि कसरी यसलाई 0 बनाउने, यो 6 मा माइनस गर्ने R1, अनि R1 मा मल्टिप्लाई गरिदिने 6, अनि हुन्छ 0। यतिकै यो कन्सेप्ट हो, यति बुझ। हामीलाई 1 बनाउनु छ भने मल्टिप्लाई गर्नुपर्छ, अनि क्रस मल्टिप्लाई, 2 छ भने 1/2, 2/3 छ भने मल्टिप्लाई 3/1, अनि हामीलाई 0 बनाउनु छ भने माइनस गर्नुपर्छ, ठिक छ। यो चाहिँ यसको कन्सेप्ट भयो। अनि फुल यसको भिडियो जुन छ नि, अनि पार्ट 2 मा आउँछ फुल भिडियो, अनि फुल भिडियो पार्ट 2 मा आउँछ। यो क्वेसन इम्पोर्टेन्ट क्वेसन हो, यसलाई VBI पनि भन्न सक्छौ, किनभने जति पनि क्वेसन आउँछ भने यस्तै फर्मेटमा हुन्छ, यस्तै सेम फर्मेटमा हुन्छ, सोध्छ। कुनै क्वेसनमा एक्स वाइ जेड सबै दिएको हुन्छ, किनभने योमा वाइ छैन, म त्यसै लागि यसलाई लिएँ कि, किनभने कति धेरैजना कन्फ्युज भइहाल्छ, वाइ छैन कसरी बन्छ, वाइ छैन भने यो 0 छ नि, केही छैन भने 0 छ। यो चाहिँ बेसिक म भने, अनि यसको फुल कन्सेप्ट पार्ट 2 मा आउँछ, पार्ट 2 मा। त्यसै लागि वेट गर्नुहोस्।
कमेन्ट गर्नुहोस् पार्ट 2 चाहियो भने कमेन्ट आएपछि म बनाउँछु। त्यसै लागि यो पार्ट 2 को लागि कमेन्ट गर्नुहोस्।